हेलो गुड मर्निङ। हामी जानेछौँ अब कहाँ जानेछौँ अङ्कल? हामी फार्म हाउस माथि बाखोर उद्योगी ढुङ्गा मुखरी नामपाते ढुङ्गा अर्काचौर हाम्रा जेठाहरूले पत्केलेर काजी दाइ र त्यही त सिनार जेठाले पत्केलेर आए फार्म हाउस जानु हजुर लु अहिले म आएँ त दाजु। भोलि अब यहाँ एउटा प्रोग्राम छ हाम्रो दाइहरूलाई यहाँ यस्तो डोको बोकेर हिँडिरहेको छ हुन्छ एउटा क्याम्प फायर जाने यहाँ तोरी ढकमक्क भयो रहेछ मस्त। तोरी बारी त्यहाँ माथि छ फार्म हाउस। गाउँ फार्म हाउस गाउँ नभनौँ न फार्म हाउस हो कि हाम्रो हो त पुरो हो र त्यो काग कराइरहेको त्यहाँ यस्तो क्या अगाडिको भ्यू हेर्नु ल। सबै फार्म हाउस छ भ्यू क्या राम्रो देखाएको छ यहाँबाट। यो चाहिँ हाम्रो तोरीको बगानहरू यहाँ कृषिको लागि सबै तयारी हुँदैछ। यहाँ कम्पोस्ट मलहरू तयार हुँदैछ। अहिले चाहिँ तोरी गर्दैछौँ। यो सब यो फार्म हाउस तलको चाहिँ यो तलको चाहिँ है सबै फार्म हाउस छ। भ्यू क्या राम्रो देखाएको छ यहाँबाट। यता म माथि जाँदैछु। यहाँ फार्म हाउस भेडाको लागि चाहिँ यहाँ बस्ने खोर बनाउनु लागेको। बाटो पो रहेनछ त काँडाले गोज्छ फेरि। पानी यहाँबाट ल्याएर रहेछ माथिबाट उक्लिनै नसक्ने रहेछ नि त अङ्कल यहाँबाट त। सब अर्को फार्म हाउस त्यहाँ भेडाको कहाँ कहाँ जाने बिस्तारै जाने जाउँ बिस्तारै जाउँ है जानु चाहिँ म त हराएको हराएको भयो। श्वासन लगाइरहेछ रमाइलो पनि भइरहेछ सास फुलेर। अनि ती कहिले नचढेका एभरेस्ट चढ्नु भनेर आउँछन् गइहाल्छन् नि पुग्लुक पुग्लुक। बाटो कस्तो राम्रो राम्रो झुडे ठाउँ रोड यो बाटो गयो भने पुगिन्छ है ठ्याक्कै। त्यहाँ टावर छ माथि। यहाँ हामी घाँस बढाउन लागेको छौँ है साथीहरू। सब घाँस हो। अङ्कलले त्यहाँ काट्दै हुनुहुन्छ घाँस। माथि चाहिँ रहेछ अङ्कल माथि चाहिँ रहेछ। यता माथि रहेछ छ दुई अङ्गालो त आउँछ मस्त हो त्यही बेलायौँ एउटा
म सम्झाउँछु है त। घाँस काट्छ है दाउरो हामी भारी हाल्छौँ है केटाहरू यहाँ जङ्गलमा। अब यस्तो रमाइलो छ कि यस्तो नागरिक दाउरोपट्टिको ल बाबु हाम्रो यहाँ फार्म हाउसमा भाडाको लागि भारी हाल्छौँ है केटा हो हामीलाई। एलर्जी भइहाल्दो रहेछ दाइ। यसले हेर्नु खसेको चिलाएको चिला कति जाने है बाह्र एउटा मृग हाल्नु ल हुन्छ। एक दुईवटा काली खानु दिउँसो जाउँला त 2 दिनको लागि बस्ने गएर जाउँला नि त्यो दिन त्यो चाहिँ मैले के भने जस्तो भन्नु अब हाम्रो भारी हाल्ने प्लान यहाँ कार्यक्रम भइसक्यो केटा हो। हामी भारी हाल्यो। मैले त भुटको ल्याएर यार मेरो त हात दुख्यो नि म खुकुरिया तपाईँको भयो त्यो छोरै छ दलाले गर्दा त्यही त वेट हुँदो रहेछ क्या मर्ने गरी वेट हुन्छ नि। है केटा भारी रेडी भइसक्यो। हामीलाई यो एउटाले मात्रै है केटा अर्को भारी पनि रेडी भयो हाम्रो। जान्छ त्यतिले पुगेन राम्रो अर्को कहाँको भने छैन अर्को पुग्दैन अर्को हाम्रो बारी हालेर हामी त्यही भएर जाँदैछौँ। रसन माथिबाट हेर्दा पनि राम्रो देखिँदो रहेछ है ल। त्यो पारीको दृश्य पनि विभिन्न खालको यो त्यो दृश्य त ढुङ्गा त आकार आकारका प्रकार प्रकारका रहेछ नि त। मामा कोडा हुनुहुन्छ अब हामी मात्रै नसक्ने जो है दाइ हामी अलि लोमो त निस्केर गोरी जस्तो भयो क्या ल गजब हड्डीको जान्छ केटाहरू हामी। बास सन्चै हुनुहुन्छ? मलाई चिन्नुभयो त? नाथे ढाँडबारी माइलाको छोरो जापानिज एकछिन बासङ कुरा गर हतार छ रे भोलि आउँछु ल। 86 वर्षको कति वर्षको हुनुभयो अहिले? म भयो 84 वर्ष त्यही बोल्नु नि 84 वर्ष हुनुभयो? 84 वर्ष अनि अझै सुगर प्रेसर छैन? छैन छैन है? छैन ए खानकी रुच्दै छ? खानकी अलि रुच्छ। गाउँमा बस्यो भने यति वर्षमा तगडै हुन्छ नि त? तगडै छ। गाउँमा बस्न ठिक कि सहरमा बस्न ठिक? हाम्रो गाउँमा बस्नु ठिकै छ नि यहाँ हावापानी मिलेको खानकी मिलेको। भेडा कस्तो हुँदैछ हजुर? भेडा भेडा राम्रो छ अहिले राम्रो छ? राम्रै छ। ए जे होस् अब मैले देखेको भेटेको बुढाबुढी मान्छे मध्येमा तपाईँ पनि अब अलिक तगडै हुनुहुन्छ? म तगडै छु घाँस बोक्दैछु। हुन्छ घाँस बोक्दै हुनुहुन्छ नि त? ल ठिक छ। अरू सबै ठिक छ नि? सबै ठिकै छ। हजुर ल म फेरि पछि आउँछु है त। ल ल अब फेरि कहिले जाने? म अब 2-4 दिन पछि जान्छु। ए कहिले आउनु भएको? ओए पप्पी पप्पी आइज यहाँ बस्नु पानी खाउने पानी धारामा आउँछ यस्तो राम्रो रहेछ। हेलो
साथीहरू आज त्यो जङ्गल हामी गएका थियौँ घाँस काटेर सबै भारी हालेर अब हामी यहाँ आइपुगेका छौँ घरमा अनि साह्रै रमाइलो भयो अङ्कलले खसुर काट्नुभयो खसुर काट्यौँ हामीले मैले 3-4 वर्षमा के अरे 7-8 वर्षमा खसुर काटेँ एकदम काँडाले पहिला चाहिँ घोच्यो अनि माथि टावर पनि हेऱ्यो भ्यू पनि देखायो र यो भिडियोलाई चाहिँ म यहीँ अन्त्य गरेर अब नेक्स्ट भिडियो आउँदैछ म नेक्स्ट भिडियोमा जाँदैछु अब यसलाई चाहिँ यहाँ इन्डिङ गर्न चाहन्छु भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला धन्यवाद